harpalnepal.com को YouTube च्यानलमा हर्पल टिभी, ट्विटर र फेसबुक पेज मार्फत हामीलाई हेरिरहनुभएका आदरणीय दर्शकवृन्दहरुमा हाम्रो हार्दिक नमस्कार। हर्पलको खबर अनि विविध जानकारीका लागि तपाई हामी सबैको सञ्चार माध्यम harpalnepal.com साउन 18 गतेको यो विशेष कार्यक्रममा अहिले चीन र भारत बीच विवादमा तानिएको डोकलाम क्षेत्रको कुरा गर्ने तयारीमा जुटेका छौं। दर्शकवृन्दहरु, डोकलाम क्षेत्रको विवाद अहिले अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ। नेपाल, भुटान र भारत बीचको त्रिदेशीय सीमा क्षेत्र डोकलामको विषयलाई लिएर सुरु भएको विवादमा नेपालको दृष्टिकोण कस्तो हुनु पर्ला, यो पनि त्यत्तिकै महत्त्वपूर्ण विषय बन्न पुगेको छ। यद्यपि यो विषयमा भारत र चीनको बीचमा तनाव बढिरहेको छ भने त्यससँग सम्बन्धित मुलुक भुटान भने छायामा रहेको छ। त्यसको कारण के हुन सक्छ, यो पनि निकै चासोको विषय बन्न पुगेको छ। वास्तवमा डोकलाम क्षेत्रको सीमा समस्या भारत र चीन बीचको नभएर भुटान र चीन बीचको समस्या हो। यी दुई देश बीचको समस्या समाधान गर्नका लागि यसअघि धेरै पटक धेरै प्रयासहरू भएका थिए र ती सार्थक नभएको भन्ने इतिहास हेर्न पाइन्छ। भुटानका तत्कालीन प्रधानमन्त्री जिम्मे वाई मिल्नेको समयमा चीनसँगको सीमा विवाद समाधानका लागि 22 पटकसम्म वार्ता भएको थियो। डोकलाम, झेग्लाम, डोकलाम र विभिन्न नामले चिनिने डोकलाम पठार भुटान, चीन र भारत बीचको त्रिदेशीय सीमा क्षेत्र र हालको योङदाङ काउन्टी र भुटानको याङ भ्यालीको बीचमा पर्दछ। ऐतिहासिक रूपमा यो तिब्बतको याङतुङ व्यापारिक क्षेत्रको भाग समेत हो। अहिले यही क्षेत्रमा भुटान र चीनको संयुक्त दाबी भए पनि विवाद भने भारत र चीनको बीचमा भएको देखिन्छ। हामीले डोकलामको यथार्थ, त्यसमा नेपालको चासो भन्ने विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौं। हामीसँग यो विषयमा कुराकानी गर्नका लागि यो विषयका जानकार, राष्ट्रिय स्वाधीनताका लागि युवा अभियान नेपालका अध्यक्ष हेमन्त सेडाई रहेका छन्। हामीले डोकलामसँग जोडिएका विभिन्न विषयमा उनीसँग कुराकानी गरेका छौं। प्रस्तुत छ उनको विचार दृष्टिकोण। कार्यक्रममा स्वागत छ हेमन्तजी। धन्यवाद। खास गरेर डोकलाम विवाद अलि उचाइमा चाहिँ यदि चुलिएको देखिन्छ, यसको पृष्ठभूमि के हो, तपाईले के छ जानकारी भनिदिनुस् त। के छ भने यसमा सन् 1950 मा नेपालको र भारतको बीच सन्धि हुनुभन्दा अगाडि सन् 1949 मा चाहिँ भारत र भुटान बीच सन्धि भएको थियो। त्यो सन्धि अनुसार के भएको थियो भने भुटानको परराष्ट्र र डिफेन्स सुरक्षा र परराष्ट्र नीति चाहिँ भारतको हातमा गएको थियो है। र त्यसै अनुसार चाहिँ आज पनि त्यस सन्धि अनुसार चाहिँ तपाईँको भारतको 35,000 सेना भुटानमा छ र भुटानको जम्मा 10,000 सेना छ। त्यसमा के भएको छ भने जम्मा भुटानको जनसङ्ख्या 7 लाखको आधारमा छ र त्यहाँ चाहिँ 45,000 सेना छ र 45,000 सेनाको सम्पूर्ण रासन पानीदेखि सबै व्यवस्था भारतले गर्छ। त्यसले गर्दा त्यहाँ पुरा भारतको हस्तक्षेप छ, सैनिक हस्तक्षेप छ, सुरक्षाको स्थितिमा हस्तक्षेप छ र परराष्ट्रको स्थितिमा छ। र त्यसपछि 1950 को सन्धि भयो नेपाल हैन। त्यसपछि हेर्दै आउँदा फेरि त्यो सन्धि 1949 को सन्धि पुनरावलोकन भयो भुटानको भारतको 2007 मा आयो र 2007 मा आउँदा के भएको छ भने अब भुटान चाहिँ भारतको सुरक्षा र परराष्ट्रको हिसाबले त्यो सन्धि मान्न बाध्यकारी छैन भन्ने कुरा चाहिँ 2007 मा उल्लेख भएको छ। त्यस अनुसार चाहिँ अब भारतले पहिला त भुटानलाई सबै हस्तक्षेप गरेको थियो। अब त्यसमा बाध्यकारी नभइसकेपछि अब भुटानले चाहिँ आफ्नो चाहना अनुसार चाहिँ सुरक्षा फौजदेखि लिएर हैन हात हतियार पनि खरिद गर्न सक्ने किसिमको कुरा त्यो सन्धिमा पुनरावलोकन भएको छ। र अहिले जुन विवाद भइरहेको छ डोकलाम क्षेत्र, त्यो डोकलाम क्षेत्र भनेको भारतको नभई भुटानको हो। भुटान र चाइनाको बोर्डर हो हैन। र डोकलाम भन्दा धेरै वर एउटा स्थान छ, त्यो स्थानको नाम चाहिँ गेमछोङ भनिन्छ। गेमछोङ हो। त्यो गेमछोङ चाहिँ त्रिदेशीय बिन्दु, भारत, भुटान र चाइनाको त्रिदेशीय बिन्दु हो। तर ऊ चाहिँ कहाँ पुग्यो भने चाइनाको भूमिपट्टि अथवा भुटान र चाइनाको सीमा बिन्दुपट्टि पुग्यो। त्यसकारणले गर्दाखेरि अब उसले भुटान आफै स्वयं बोलेको छैन कि यो हाम्रो भूमि हो भनेर। यो अवस्थामा भुटान बोल्नुपर्ने अवस्थामा भुटान बोलेको छैन, तर नबोल्ने मुलुक भारत चाहिँ बोलिरहेको छ आजको विषयमा लिएर। त्यसले गर्दा र त्यो कुरा सँगसँगै नेपाल कसरी जोडियो भने एउटा बिन्दु छ ताप्लेजुङको हैन,
ताप्लेजुङको एउटा ठाउँ छ, त्यो ठाउँ चाहिँ तपाईँको नेपाल, भुटान र चाइनाको त्रिदेशीय बिन्दु छ है। त्यो घिङसाङ चुली भन्ने एउटा ठाउँ छ, ताप्लेजुङको घिङसाङ चुली चाहिँ चाइना, नेपाल र भारतको त्रिदेशीय बिन्दु र त्यहाँबाट अहिले भइरहेको दोक्राम क्षेत्र भनेको जम्मा 95 किलोमिटर टाढा छ। त्यस कारणले गर्दाखेरि त्यो रोग नेपालमा नसर्ला हुनु त भएन। त्रिदेशीय बिन्दु नभएको ठाउँमा त भारत गयो भनिसकेपछि यो त त्रिदेशीय बिन्दु भएको बेला भारत आयो भने नेपालले यो विषयमा रणनीतिक हिसाबले अगाडि बढ्ने कि नबढ्ने एउटा प्रश्न चिन्ह त्यहाँ छ। र दोस्रो कुरा के छ भने त्यो अहिले भइरहेको जुन छ दोक्राम क्षेत्र, त्यो भनेको चिकन नेक भन्छ त्यसलाई, सानो घाँटी हो। त्यो 18 देखि 27 किलोमिटरको सानो घाँटी छ र त्यो घाँटी यदि भारतले आफ्नो बनाउन सकेन भने उसको जुन भारतमा 7 सिस्टर भन्छ 7वटा प्रान्त होइन, मणिपुर लगायतका 7वटा प्रान्त, त्यो प्रान्त चाहिँ भारतबाट छुटिन सक्छ। त्यो दृष्टिकोणले पनि त्यो चिकन नेक चाहिँ आफूले प्रयोग गर्नको निमित्त त्यो बाटो प्रयोग गर्यो भने मात्रै ऊ चाहिँ त्यहाँ पुग्न सक्छ। र अर्को कुरा के छ भने भारतले अहिले GST भन्ने कर प्रणाली लागू गरेको छ। GST त्यो कर प्रणाली लागू गरिसकेपछि के भएको छ भने भारतको केन्द्रीय सरकार र प्रान्तीय सरकार बिच दूरी बढेको छ। यो हिसाबले हेर्दा पनि अब एकातिर चिकन नेकतिर जुन छ अहिले दोक्राम क्षेत्र, त्यहाँ पनि उसले आफ्नो पकड जमाउन नसक्ने र यो GST कर प्रणालीले पनि उसको चाहिँ प्रान्तसँगको सम्बन्ध झन् बिग्रिँदै गएको छ होइन, दूरीमा बढेको छ। यो हुँदाखेरि उसलाई चाहिँ अलिकति आफ्नो देशको आन्तरिक मामलाको हिसाबले पनि अलिकति गाह्रो पर्ने भएको कारणले गर्दाखेरि ऊ चाहिँ यो हस्तक्षेप गरेर अर्काको भूमितिर गइरहेको छ। र अर्को कुरा के पनि आएको छ भने मोदी सरकार भारतमा आइसकेपछि त्यहाँ चाहिँ साम्प्रदायिक दङ्गाहरू भए, हिन्दू र मुस्लिम बिच होइन साम्प्रदायिक दङ्गाहरू भए र उसको त्यहाँ चाहिँ अलिकति अहिले भारतमा चाहिँ मोदीको चाहिँ अलिक आलोचना बढी भएको छ त्यो हिसाबले। त्यस कारणले गर्दाखेरि त्यो आलोचनालाई मोथर गर्नको निमित्त यो विवाद चाहिँ तपाईँको सिर्जना गरेपछि भारतीयहरू चाहिँ एकजुट हुने भयो नि त। त्यहाँबाट यतातिर भएको आलोचनालाई चाहिँ त्यहाँ मोथर गर्न निमित्त भारत चाहिँ त्यहाँ गएको हो भन्ने छ। र अर्को कुरा के पनि छ भने सन् 1962मा जब चाइना र भारतको युद्ध भयो, त्यो बेला नेहरू थिए होइन, भारतमा नेहरू प्रधानमन्त्री थिए र उनले के भनेका थिए भने त्यतिखेर एक रातमा 24 घन्टामा, एक दिन र एक रातमा 24 घन्टामा 40 किलोमिटर चाहिँ चाइनाले तपाईँको घेरिसकेको थियो भारतलाई। त्यस कारण उसले के भन्यो भने त्यतिखेर नेहरूले हाम्रा भारतीय सेना बहादुरीका साथ पिस हटाए भने हारे, युद्ध हारिसकेपछि पछाडि हट्नु पऱ्यो। र उसले के भन्यो बहादुरीका साथ पछाडि हट्ने कि अगाडि बढ्ने, उसले बहादुरीका साथ पिस हटाए भनेर प्रविधि दिएको थियो। त्यस कारणले गर्दाखेरि पनि र अहिले पछिल्लो समयमा आइसकेपछि अहिले यो अर्थतन्त्र हेर्ने हो भने पनि के छ भने वान बेल्ट वान रोडको अवधारणा चाइनाले ल्यायो, विवाद होइन। यो ल्याइसकेपछि उसले धेरै देशलाई जोडेको छ। उसले 124 अर्ब अमेरिकी डलर यसमा खर्च गरेको छ चाइनाले र विश्वका धेरै देशलाई यसमा जोडेको छ। यो जोड्नुको मेन कारण भनेको उसले आर्थिक हिसाबले हो। र 2050 सम्ममा चाइना चाहिँ अमेरिकाभन्दा दोब्बर आर्थिक वृद्धि दर गर्दैछ। त्यो अमेरिकाका अर्थविदहरूले निकालेको तथ्याङ्क हो। त्यस कारणले गर्दाखेरि अब के छ भने यसमा अब सुरक्षाको हिसाबले पनि होइन, डिफेन्सको हिसाबले पनि चाइना बलियो हुँदै गयो र आर्थिक हिसाबले पनि चाइना बलियो हुँदै गएपछि साम्राज्यवादी र विस्तारवादीहरूले चाहिँ चाइनामाथि अनि हस्तक्षेप गर्ने हिसाबले चाहिँ यो दोक्लाम सिर्जना यो जुन अहिले भइरहेको छ होइन, काण्ड दोक्लाम र विवादहरू भइरहेको छ सिर्जना गरिएको हो भन्ने लागेको छ। जस्तो यो भुटान, चाइना र भारत बिचको विवाद भयो होइन दोक्लाममा, तर यसमा नेपालीहरूको चासो अथवा नेपालीहरूले यसमा बोल्नुपर्ने अवस्था त म देख्दिनँ। हो, यही विषय मैले उठाउनु खोजेको कुरो तपाईँ ठ्याक्कै सही ठाउँमा आउनु। मैले भन्नु खोजेको के यही हो कि नेपाल र भुटान, भारत, चाइना भनेको हामी एसियाका मुलुकहरू होइन, हामी एकअर्कामा सम्बन्ध राख्छौँ, हाम्रो व्यापार सम्बन्ध छ, विभिन्न किसिमको सम्बन्धहरू छ, रोजगारीको कुराहरू छ। र मैले अहिले तपाईँहरूको कुरा पनि उठाएँ, ताप्लेजुङको एउटा ठाउँ छ होइन, घिमसिङ जुली भन्ने, त्यो ठाउँबाट दोक्लाम भनेको जम्मा 95 किलोमिटर छ होइन। 95 किलोमिटरको धेरै टाढा कुरा होइन, सर्ट डिस्टेन्समा छ। यदि
त्यहाँ भएको कुरा फेरि यहाँ आएर जोड्यो भने नेपालसँग आएर जोड्यो भने डोक्लाम जस्तै भने नेपाल त्यो अवस्थामा नेपालको अवस्था के हुन्छ? जस्तो हामीले विभिन्न मुद्दाहरूमा विभिन्न विषयहरूमा कहिले चाइनालाई अलिकति नजिक ठानिरहेको छौँ र कहिले भारतलाई नजिक लगेर आफ्नो चाहिँ भैँसहरू दिइरहेको छौँ। तर यथार्थ कुरा त के हो भन्दाखेरि नेपालको हितमा के हुनुपर्छ भन्ने कुरा ठिक होला। जस्तो लिपुलेखको विवाद पनि पहिले चुलियो र चाइना र भारतले पनि आफ्नो व्यापारिक सम्झौता गर्यो त्यहाँको लागि होइन। यिनी विषयलाई पनि जोडेर हेर्दाखेरि हाम्रो लागि राष्ट्रिय हितमा चाहिँ कुन देश बढी नजिक भन्नुहोस् त? हो यसरी हेर्नु है, तपाईँले टेक्टा नमान्नु भएन, लिपुलेखको कुरा गर्नुभयो। लिपुलेख र लिम्बुया धुरा भनेको महाकाली शिर हो र इतिहासमा हेर्नुहोस् महाकाली शिर भनेको नेपाल हो र नेपाललाई त्यो त्रिदेशीय बिन्दु हुँदाहुँदै पनि नेपाललाई सोधिएन। चाइना र भारतले आफ्नो एक लोटीमा त्यहाँ चाहिँ व्यापारिक मार्ग खोल्यो होइन, उनीहरू दुईवटा बिचमा चाहिँ सम्झौता भयो। पछि हामीले विरोध गर्यो हेर्नुहोस्, चाइनिज एमिसिया ज्ञापन पत्र बुझायो, भारतीय एमिसिया ज्ञापन पत्र बुझायो। तर चाइनाले त्यतिखेर हामीले ज्ञापन पत्र बुझाइसकेपछि चाइनाले विशेष सम्वाद गरेपछि बिहा घट्यो। तर पत्र पत्रिकाहरू संरचनामा अहिले बिहा घटेको अवस्था चाहिँ छैन। तर भारतले बोल्यो, त्यस कारणले गर्दा पनि त्यति मात्र होइन, सिमानाको कुरा हेर्नुहोस्, देशका 71 ठाउँमा सिमाना मेचिएको छ। भारततर्फबाट जङ्गे पिलरहरू त्यत्र हराइरहेका छन्। 3 थरीका जङ्गे पिलरमध्ये धेरै जङ्गे पिलर हराइसकेका छन्। चाइनाबाट पनि मिचिएको छ भूभाग, तर भारतले जसरी चाइनाबाट हस्तक्षेप भएको छैन। र अहिले त हेर्नुहोस् तराईका आदिवासी रैथाने मधेसीहरूलाई त्यहाँबाट तराईवासीहरूलाई रखनी काम भइरहेको छ। हेर्नुहोस् उताबाट विदेशी अङ्कित नागरिकता चाहिँ घट्टाघट मारिएको छ। 5% 3,000 नागरिकता पाइन्छ। त्यस कारणले गर्दाखेरि पनि अब सिमानाको दृष्टिकोणले, नागरिकताको दृष्टिकोणले, सबै दृष्टिकोणले चाहिँ भारतले चाहिँ हामीलाई चाहिँ अलिकति बढी चेपेको हुँदाखेरि भारतभन्दा चाहिँ चाइनाले अलिकति चाहिँ यो विषयमा चाहिँ अलिकति संवेदनशील भएको हो कि भन्ने लागेको। जस्तो तपाईँको भन्नुको आशय भारतभन्दा चाइना संवेदनशील छ हाम्रो मामलामा र आन्तरिक मामलामा त्यति हस्तक्षेप गरेको छैन। सिमानाको कुरामा पनि त्यति धेरै चाहिँ ठुलो केस चाहिँ त्यस्तो खालको विषय निस्किएको छैन भन्ने कुरा रह्यो एकदम। जस्तो यो भारतको जुन नीति छ तपाईँको चाहिँ सिमानाहरू हडप्ने आफ्नो चाहिँ विस्तारवादी एउटा प्रवृत्ति, त्यो पनि त्यो डोक्लाममा पनि त्यही प्रवृत्ति देखाएको भन्ने प्रतिसङ्केत हो। एकदम डोक्लाममा पनि के लेख्यो भने इभन जसलाई चासो हुनुपर्ने हो भुटानहरूलाई चासो हुनुपर्ने होइन, भुटानलाई चासो हुनुपर्ने, भुटान त केही भुलिरहेको छैन। तर चासै नभएको शक्ति चाहिँ गएर त्यो हस्तक्षेप गरिरहेको छ। त्यसै भुटानी शरणार्थीको प्रश्न पनि यहाँ सँगसँगै आउँछ। हजुर, अब यस्तो छ, यसमा के छ भने अब यो चाहिँ अन्तर्राष्ट्रिय कुराहरू भयो होइन। यस विषयमा चाहिँ अब हामीले जुन अहिले हामी बोलिरहेका छौँ त्यो विषयमा त जान चाहन्छु म चाहिँ। अहिले यो विषयमा चाहिँ अलिकति यो बहसै गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि अहिले देखिएको कुरा चाहिँ के हो भने डोक्लामको घटना जस्तै नेपालको ताप्लेजुङको घिङसाङ चुलीमा पनि अब नघटोस् भन्नको निमित्त मात्रै हामीले चाहिँ रणनीतिक रूपले हामी कसरी यसलाई चाहिँ प्रयोग गर्ने, नेपालले चाहिँ कसरी रणनीतिक रूपले अप्नाउने भन्ने। यसमा राज्यले के बोल्नुपर्छ जस्तो लाग्छ तपाईँलाई यो विषयमा? अब राज्य त यो विषयमा बोलेकै छैन। अस्ति एकजना सभासद मन्त्री बोल्नुभयो, सांसद अनुराधा थापाले बोल्नुभयो र त्यसपछि कोहीले बोलेको छैन। इभन राष्ट्रवादी भन्ने पार्टीहरूका नेताहरू पनि बोलेको छैन। त्यस कारण म के भन्न चाहन्छु भने यो डोक्लाम विषय भनेको यो चाहिँ एउटा गम्भीर विषय हो। सुरक्षाको दृष्टिकोणले हेर्नुहोस्, सबै दृष्टिकोणले हेर्नुहोस्, यो गम्भीर विषय हो। त्यस कारणले गर्दा नेपाल सरकारले पनि एउटा धारणा, क्लियर धारणा बनाउनुपर्छ। कतैपट्टि हामी लम्किनुपर्ने, कतैपट्टि झुकाएर राख्नुपर्ने आवश्यकता छैन। तर हामीले जे देख्छौँ तटस्थ भएर चाहिँ एउटा यो सम्बन्ध जुन चिसिएको छ चाइना र भारत बिचको, यसमा हामीले पुलको कम्पनी गर्न सक्नुपर्छ निखेर होइन। किनभने हामी पनि एउटा शक्ति भएको देश हो। त्यसले गर्दाखेरि छिमेकी राष्ट्र हो चाइना भारतको, हामीले उनीहरूलाई सघाउनु पनि पर्छ, मिल्नु पनि मिल्छ। र यस्तै किसिमका विवादहरू पटक पटक नआओस् फेरि भविष्यमा भनेर विवाद ल्याउने मुलुकहरूलाई हामीले सजग पनि गराउनुपर्छ भन्ने लाग्छ। जस्तो यो डोक्लाम विवादमा चाइना र भारतको बढी चासो र चिन्ता देखियो। उहाँहरू चाहिँ विवादित अवस्थामा हुनुहुन्छ अहिले, मेरो र तेरो भन्ने अवस्थामा। तर त्यो सँगसँगै सिमाना जोडिएको भुटान भने यतिखेर अलिक चुपचाप बसेको जस्तो देखिन्छ। यसको भित्री पाटो के हुनसक्छ? डोक्लाम विवादको मुख्य देश भनेको दुईवटा देश छ है, हुनुपर्ने चाहिँ त्यो डोक्लाम क्षेत्र छ जुन त्यो अहिले देखिएको छ, त्यो चाहिँ चाइना र भुटानको बोर्डर। तर चाइनाका विदेश मन्त्रीका श्रीमती भुटानमा जानुभयो र उहाँले सोध्नुभयो, समकक्षीसँग सोद्धाखेरि के कुरा आएको छ भने उहाँले यो विषयमा के हो तपाईँहरूको धारणा, के हो तपाईँहरू बोल्नुहुन्न होइन, सीमाबिन्दु त तपाईँहरू हाम्रो होइन। त्यसो भन्दाखेरि उनले के भन्नु भने हामीले 2007 पछि
भारतबाट फरेन र यो डिफेन्सको नीतिमा पुनरावलोकन भइसकेपछि हामी बाध्यकारी अब भएन, भारतसँग निग्रिनुपर्ने बाध्यकारी छैन। त्यसले गर्दाखेरि हामी यो विवाद यो कृत्रिम विवाद हो, उनले भनेको कुरा यो कृत्रिम विवाद सिर्जना भएको छ भारतबाट। त्यसले गर्दा हामी यसमा बुझ्न चाहँदैनौँ र उनले के समझ भनेका छन् भने यो त मिडियामा आइसक्दा पनि हामी यो विषयमा जानकार छैनौँ भन्ने भन्नुभएको छ है। त्यसले गर्दाखेरि चाइना र भुटानको के छ भने अहिलेको पछाडिको कुरो चाहिँ फेरि वान बेल्ट वान रोड अन्तर्गत सडक भनेको जसरी हाम्रो शरीरमा चाहिँ नसा भनेको रक्त सञ्चार गर्ने ठाउँ हो नि, त्यस्तै सडक भनेको चाहिँ के भने आर्थिक सञ्चार हुने ठाउँ हो क्या, आर्थिक सञ्चारको नसा हो सडक भने। र उनीहरूले चाइनाबाट वान बेल्ट वान रोड अनुसार त्यसरी त्यो सिमानामा बोर्डरमा सडक जाने भइसकेपछि र वान बेल्ट ओबिओआरले चाहिँ वान बेल्ट वान रोडले चाहिँ विश्वका धेरै देशलाई छुने भइसकेपछि जसलाई पनि आर्थिक रूपले समृद्ध हुन त चाहना हुन्छ, त्यो चाहना हामीलाई पनि होला होइन, त्यो अरू देशलाई पनि हुन्छ। त्यस कारणले गर्दा पनि भुटान चाहिँ यो विवाद हुने ठाउँै नभएको कारणले गर्दाखेरि बोल्नु चाहेको छैन भन्ने कुरा चाहिँ अहिले पाइरहेको हुन्छ। धन्यवाद, अमूल्य समय दिनुभयो, आफ्नो अमूल्य मत चाहिँ यहाँ राखिदिनु भयो। धन्यवाद। नमस्कार। आदरणीय दर्शकवृन्दहरू, आजको यो विशेष कार्यक्रमको समय सकिएको छ। आउँदा दिनहरूमा तपाईहरूमा यस्तै खालका समाजमा घटेका सत्य तथ्य घटनाका विवरणहरू, सम्पूर्ण समाचारमूलक सामग्रीहरू र खोजमूलक अन्य प्रस्तुतिहरू सहित हामी उपस्थित हुनेछौँ। यो बाचा र विश्वास तपाईहरूमा राख्दै आजको कार्यक्रमबाट बिदा चाहन्छौँ। हस्त नमस्कार।